दाजुभाइ तथा दिदीबहिनीहरू सबै साथीहरूलाई नमस्कार। म चाहिँ आज एउटा सानो कुरा भन्न चाहन्छु। अहिले देशैभरि चुनावको माहौल एकदमै तातिरहेको बेलामा हाम्रो क्षेत्र नम्बर 2 मोहनन्यालवासी सबै सम्पूर्णलाई म के भन्न चाहन्छु भन्दाखेरि, सबै साथीहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि, एकचोटि देश परिवर्तनको बेला आएको छ। हाम्रोलाई होइन, राम्रोलाई चुनौँ। पार्टीभन्दा माथि सोच्ने व्यक्तिलाई चुनौँ। एकचोटि देश परिवर्तन गर्ने बेला आएको छ। सबैजनाले आफ्नो मत परिवर्तन गरी राम्रो पार्टीलाई, राम्रो मान्छेलाई, राम्रो उम्मेदवारलाई जिताई आफ्नो मत खेर नफालिकन, भोलि बिहान मेरो मत खेर गयो भन्ने नभइकन मेरो मत सही ठाउँमा छ भन्ने हिसाबले कसैको गर्ने कसैको केही नमानिकन आफ्नो मत सही ठाउँमा दिने हार्दिक अनुरोध गर्दछु।